कोदाली लिएर हिँडिरहेको छु बिहान बिहान। बिहान बिहान ताल यस्तो छ है, रातभरि पानी पऱ्यो, अहिले चाहिँ उडेर चन्द्रमा लाग्छ। कोदाली लिएर हिँडिरहेको छु बिहान बिहान। यस्तो छ बिहान बिहानको माहौल। दिउँसोरी घाम चर्को घाम लाउने होला। खोलो कत्रो भएको है, मौसम अघि देखाइहालेँ। आज रोपाइँ छ, घरको धान रोप्ने आज। त्यही भएर चाहिँ खेततिर हिँड्दा छु बिहान बिहान। लगभग 6:25 मिनट भइसक्यो। यसलाई नमस्ते, मेरो युट्युब च्यानलमा हार्दै स्वागत छ। आज नयाँ सुन्नु, आज दिन पनि सुरुवात भइसकेको छ। बिहानको 6:25 मिनट भइरहेको छ र म हिँड्दा छु खेततिर। यस्तो चाहिँ माहौल हो। रातभरिको पानीले ठुलो ठुलो बनाएको छ। अब चाहिँ सिधै खेतमा गएर भेट्नेछु अब। ट्र्याक्टर लिएर खेतमा जानु लाग्यो। आज दिउँसोरीको गोरु यही हो। उहाँ त सन्देश भइरहेको छ, यहाँ यही ट्र्याक्टर लिएर जानु लाग्यो। यस्तो भए त ट्र्याक्टर उकाल्यो यार। यस्तो भए त सानो क्लिप छ, त्यो क्लिप भन्नु पर्दैछ नि यहाँ उकालेको। यस्तो चाहिँ मान्छे हिँडेर डलाउने ठाउँ ट्र्याक्टर उकाल्यो क्या आज। फाइनली जोतेर सकियो है। यसरी सकियो है। उहाँ रोप्दैछ उहाँसँग। लगभग कति बज्यो भन्दाखेरि लगभग 1 बज्यो। 1 बजे सकियो बनाएर। घर त एउटा पुऱ्यो भन्दा रहन्छ क्या। सबै खेतमा लगाइसकेको। म काम सकेर आएँ, खेत लगाइन्छ नि त, त्यही भएर चाहिँ खाजा जति पुगिसकेको छ। एउटा पुरी छ, यहाँ चिया पाक्दैछ, कालो चिया। अनि यहाँ चाहिँ चिउरा खाने, चिउरा र तरकारी, चिया अनि पुरी खान्छु। त्यसपछि भरे आएर अनि ससेस अनि उता त रह्यो भने त्यही पुरी खानु, नभए चिउरा भयो।
भएको पनि छैन त छ, तर दिउँसो भात खाने झ्याउ लाउँछ बिहान खाएको। त्यही भएर आज चाहिँ रोपाइँ चाहिँ 1:10 सक्यो त्यो बनाएर अन्त खेताला रोप्दैछन् तिनजनाले। भिडियो देखिहाल्नु भयो क्या। अरू त चिया पाक्छ अनि खाजा खान्छ अनि ढुक्कले बस्छ। चिया पाक्यो, लास्टै भोक लाग्छ, पहिला खान्छ अनि त्यसपछि भेट्नेछु लास्टै क्या। बिहान खाना कति बजी खाएको भन्दा खाना 8:30 9 बजी खाएको, अनि त्यसपछि पहिला खाँदैछ क्या। चिउरा हालेको, चिउरा भन्दा तरकारी धेरै देखिरहेको क्या। यो भयो पुरी चाहिँ नखाने डिसाइड गरेँ किनकि चिल्लो पहिले खान्छु अनि त्यसपछि भेट्नेछु, लास्टै भोक लाग्छ। अघि खेत आएको थिएँ, अहिले चाहिँ दुध तताउनु लाग्छु। लगभग 5:40 गइसक्यो। बाबा दुध दिएर अनि म दुध तताउनु लाग्छु अहिले। म फेरि खेतमा आइसकेँ। धान टक्कर रोपेर भ्याएँ। अरे म चाहिँ एकचोटि पानी लगाएको थिएँ, पानी बन्द गर्न आएको छु। कस्तो टाउको दुखिरहेको छ, टाउको दुखेर हैरान बस्छ। अब यसो हेर्छु पानी हेर्छु अनि त्यसपछि घर जान्छु।